वेलकम टु माई ब्लग। म एकदम फिट एन्ड फाइन छु। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी अर्को ठाउँमा आएको छौँ, नजिक पार्क होइन। आज चाहिँ हामी यता घुम्न आएको छौँ, साइकलमा आएको होइन। साइकल कहाँ राख्ने केही थाहा नै भएन। आज चाहिँ हामी यति मात्र आएको होइन। अरू केटाहरू चाहिँ कोही नेपाली फेस्टिभलमा गएको छ, अनि हामी त्यहीँ जाने भनेको ढिलो भयो, अनि त्यही भएर हामी गएनौँ। अनि यता तेन्नजी पार्कतिर आएको हामी। भर्खरै भित्र छिरेको, रमाइलो छ जस्तो लाग्यो। भर्खर छिर्दैछौँ हामी, रमाइलो छ जस्तो लाग्यो। यता पोखरी रहेछ, नेपालको रानी पोखरी जस्तै लागेछ। निकै रमाइलो भइरहेछ। जापानको बसाइ अहिलेसम्म रमाइलो नै भइरहेछ। गएको जाने आउने अनि पढ्ने यस्तो नै भइरहेछ अहिलेसम्म चाहिँ होइन। अब यहाँबाट पछिको दिनहरू कतिको रमाइलो दुःखहरू हुन्छ। हामी भर्खरै सुरु गरेको छौँ, अनि कतिको राम्रो छ तपाईँहरूलाई नि म देखाउँछु। लास्टसम्म भिडियो स्किप नगरिकन हेर्नु होला। म तपाईँहरूलाई लास्टसम्म देखाउँछु यहाँको वातावरण कस्तो छ। अब हामी चाहिँ यहाँबाट तलतिर जान लाग्दछौँ। पार्कमा केही बुझ्न सकेन, कहाँ साइकल पार्किङ, कहाँ घुम्ने ठाउँ, कहाँ नघुम्ने ठाउँ, कुन बाटो जाने हो, कुन बाटो नजाने हो, केही बुझ्न सकेन। अनमोलमा छौँ हामी, कहाँ जाने के गर्ने केही थाहा छैन हामीलाई। अनि त्यही भएर यत्तिकै हिँडिरहेछौँ हामी। यहाँसम्म आइपुग्नलाई त म्यापले देखाएको थियो, यहाँसम्म आइपुग्यो। अनि यहाँबाट अन्त कहाँ जाने के गर्ने केही थाहा नै छैन। अब हेरौँ कता कता पुगिन्छ घुम्नलाई, थाहा छैन। हामी चाहिँ होइन अहिले नेपालको थमेल जस्तै ठाउँमा आउँदैछौँ। यति भिड छ यो ठाउँ चाहिँ ल होइन। जहाँसम्म लाग्छ यहाँ पनि नेपाली फेस्टिभल लाग्दैछ जस्तो लाग्छ हामीलाई चाहिँ। यहाँ पुरै भिड छ, मान्छेहरूको ताती छ होइन।